चाहिँ साथीहरू साँझको 6 बजेको छ। हामी चाहिँ यहाँ पारी घाँसमा पानी लाउँदैछौँ। हाम्रो चाहिँ सुडान घाँस हुँदैन त्यतिखेर छरेको भन्दै हुनुहुन्थ्यो। अन्त साथीहरू हामीले 20 दिनको सुडान घाँस यसरी काटेर खुवाउनु भयो। यति काटेको छ। यहाँ लगभग 10 कट्ठामा हामीले सुडान घाँस लाएको छौँ। अनि यो घाँसले चाहिँ 1 महिनालाई पुग्छ। गाईलाई खुवाउनुको लागि लगाएको सुडान घाँस। यो घाँसमा चाहिँ कुखुराको सुली मात्रै हालेर 1 चास जोतेर लगाएको। अहिले 2 चोटि भयो हामीले पानी लगाएको घाँसमा। आज पनि फेरि 1 महिना 17 दिन 15 दिनमा लगाइयो अनि फेरि सुक्खा भयो। त्यही भएर आज फेरि 2 दिन पछाडि पानी लगाउँदैछौँ।